मेरो एक सिद्धान्त युपी बनाएर आउँदै मलाई दुनियाँलाई किसान गराउनु अगाडि नीति बनाऊ र साथीहरू सुन्नु होला एकछिन म के भन्न चाहन्छु भने राजालाई यिनीहरूले राजा सहितको प्रजातन्त्र दुईजना सरकारले लेखोस् होइन भने सडकबाट सरकारका विरुद्धमा यो देशबाट नखेल्न नपरोस् यो मेरो ठुला चेतावनी प्रधानमन्त्री केपी शर्मा ओलीजीलाई मेरो अपिल छ मेरो अनुरोध छ लाखौं जनताले राजा मागेका छन् अहिले तपाईहरूको दुई च्याइ छ नवीन सम्झौता गर्नुहोस् राजा सहितको प्रजातन्त्र ल्याउनुहोस् तपाईहरूलाई राजनीति गर्न पाइन्छ राजा चाहिँदै होइन भने यो सडक आन्दोलन त्यसै गरी गर्न सम्पूर्ण राष्ट्रवादीलाई म अपिल गर्न चाहन्छु सिधा कुरा नवीन सम्झौतामा प्रधानमन्त्री केपी शर्मा ओलीलाई म अपिल गर्न चाहन्छु नवीन सम्झौता गरौँ तपाईहरूले जनमत संग्रह गरेर राजा फालेको होइन तपाईहरूले आन्दोलन गरेर राजा फालेको होइन दुई चारजना टाउकेले हरियो डलर खाएर जनताको जनमतका विरुद्धमा गएको हो त्यही भएर म भन्न चाहन्छु नवीन सम्झौता गर्ने दल विवाद हामी खुला आवाज आजबाट घोषणा गर्छौं नवीन सम्झौता गर्नुहोस् 2063 साल वैशाख 11 गते राजा सदस्य सम्झौता गरेका थियौं यो सम्झौता के थियो भने राजा राख्ने संसदको पुनः स्थापना गर्ने भन्ने थियो तर तिनीहरूले के विदेशीको हरियो डलर खाएर राजालाई फाल्यौ न त जनमत संग्रह गरेर फालेका हौ न त आन्दोलन गरेर फालेका हौ दुई चारजना हरियो डलर खाएर विदेशीको डलर खाएर यो देशको राष्ट्रता फाले त्यही भएर मेरो अपिल छ सबै दाजुभाइ दिदीबहिनीहरूलाई देशभरिका मान्छेलाई आज स्पष्टका साथ भन्न चाहन्छु नवीन सम्झौता गरेर अहिलेको संविधानमा राजा राख्नुहोस् प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री गर्नुहोस् महामहिम राष्ट्रपतिलाई मेरो अपिल छ मेरो अनुरोध छ अब राष्ट्रपति होइन तपाईँ प्रधानमन्त्रीको लाइनमा आउनुहोस् त्यो खाली गर्नुहोस् यो राजा र जनता मिलेर बनाएको देश हो यो गणतन्त्रले बनाएको देश होइन त्यही भएर मेरा साथीहरू म फेरि भन्न चाहन्छु नेपालको संविधान 2076 को धारा 274ले राजा चाहिन्छ भने भन्न पाइन्छ त्यही भएर नवीन सम्झौता गरेर राजा राख्नु हो भने तपाईहरूलाई हामी मानौँला यदि राजा राख्नु भएन भने बंगलादेश नेपाल हुन सक्छ म राष्ट्रिय प्रजातन्त्र स्पष्टका साथ एउटा संसदको हैसियतका साथ भन्दैछु प्रधानमन्त्रीज्यू नवीन सम्झौता गर्नुहोस् राजा राख्नुहोस् राष्ट्रपति हटाउनुहोस् जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री गर्नुहोस् प्रदेश संरचना खारेज गर्नुहोस् चारवटा मुद्दामा नवीन सम्झौता गर्नुपर्छ अब पहिलो मुद्दा राजा चाहियो राष्ट्रपति बाई आवश्यक छैन दोस्रो मुद्दा संसदबाट प्रधानमन्त्री हुँदैन जनताबाट निर्वाचित प्रधानमन्त्री कार्यकारी चाहियो तेस्रो मुद्दा प्रदेश पाल्न सक्दैनौ प्रदेश पाल्न हाम्रा घाट सेकिए दाजुभाइहरूले शिक्षा पाइएन स्वास्थ्य पाइएन प्रदेशका छोटे राजा आवश्यक छैन यही संविधानबाट प्रदेश संरचना खारेज गर्नुहोस् तेस्रो मुद्दा चौथो मुद्दा हिन्दू बुद्ध किरात सहित वैदिक सनातन हिन्दू राष्ट्र संविधानमा घोषणा यदि यो चारवटा मुद्दा अहिलेको सरकारले लागू गर्दैन भने मेरा साथीहरू देशभरिबाट सदरमुकाम फेर्नुहोस् यो सरकारलाई बाध्य पार्नुहोस् यति सरकारलाई भन्न चाहन्छु म तपाईहरू यो नवीन सम्झौतामा आउनु भएन तपाईहरूले दबाव सृजना गर्न थाल्नुभयो भने राष्ट्रवादी साथीहरू राष्ट्रिय झण्डा ऐक्यबद्ध भएर बंगलादेश या नहोस् श्रीलंका या नहोस् बसर अचार जस्तै देश छोडेर आज भाग्न नपरोस् प्रधानमन्त्रीको यो कुरा याद गर्न यो सामान्य कुरा होइन यो दल अहिले पनि तपाईहरूको च्याइ छ
नवीन सम्झौता राख्नुहोस्, राजा राख्नुहोस्, प्रधानमन्त्री